मेरो चिया आज खानु पाउँदा त खुसी। नमस्ते, हर हर महादेव सबैजनालाई। आशा गर्छु तपाईँहरू ठिकठाक ठक हुनुहुन्छ भन्ने कुरो होइन। मोचरको मोटर गर्नु गइरहेको छु र आज मौसम एकदम बेमान भइरहेछ कि हेर्नु सक्नुहुन्छ चारैतिर होइन। पुरै कालो कालो बादल होइन, माथिपट्टि पानी झर्नै लागेको छ होइन। त्यसको मौसम पनि भइरहेछ एकदम सुतौ होइन। पेक लगाएर मस्त सुत्ने हो होइन। सो डु वाच इट माई भिडियो होइन, डु वाच इट मदरफकर होइन। मेरो त 32 त दाँत छ कि क्या हो त्यसको बाजे होइन। अहिले भर्खर तपाईँहरूलाई भनिरहेको थिएँ पानी पर्नु लागेछ भनेर होइन। पानी पर्दै क्या, अनि मैले अहिले हिँड्दा 1 लाख रुपियाँ भेटौँ भन्दा चाहिँ भेट्दैन त्यसको बाजे। नहुने कुरा चाहिँ फ्याट्टै भइदिने क्या फेरि, राइट। सो यो चाहिँ गन हो होइन। यो गन यहाँ चाहिँ अब हामी यसलाई यसरी लगाउने हो, सुटिङ गर्ने। अब यसलाई यो चाहिँ अन गर्ने होइन। यहाँ बाहिर चाहिँ हावाले खासै अन हुँदैन छैन, तल गएर गरौँ होइन। पुरो धुवा हानेपछि मर्दैन होला त मच्छर ल त्यसको बाजे होइन। यहाँपट्टि चाहिँ पुरै धुवा हानिरहेछ मजेदार। सो अहिले चाहिँ म यहाँ डार्लिङलाई लिनु आएको थिएँ छेउमै फेरि होइन। आउँदाखेरि चाहिँ पुरा पानीले भेटेँ क्या, मलाई अघि तपाईँहरूलाई भनेको थिएँ होइन। पानीले भेट्यो, सोचाउँदै चाहिँ चिया खाऊँ भनेर। अनि सर्दी हल्का खाँसी पनि लागिरहेको छ, हिजो अस्ति एउटा भिजिरहेछ नि त। अब मेरो चाहिँ पुरै वाट लाग्ने भयो क्या। डार्लिङलाई फोन गरेको, म यहाँ बसिरहेछु पर्खिरहेछु भनेको। अन्त अनि डार्लिङले भन्छ किन पर्खे पुरै रिसाइदिरहेछ क्या। पुरा घर पुगिसकेको छ डार्लिङ चाहिँ। सो तपाईँहरूलाई चाहिँ रिएक्सन देखाउँछु उहाँ गएर डार्लिङको कस्तो रिएक्सन हुन्छ। सो अब चाहिँ चिया चाहिँ खाएरै जाने हो क्या। नेपाली अन्त ब्रो चाहिँ हाम्रो बेकरी यहाँ गएर होइन। भाइना चाय दियो, कैसे हो, कहाँ थे इतना दिन। मेरो चिया आज भाइ देन। सो मेन कुरो चाहिँ के भयो भन्दाखेरि डार्लिङ चाहिँ पर्खिरहेछ अरे। अब चाहिँ डार्लिङ पुरै रिसाएछ। अब मोमो खिलाउनु लानुपर्छ होइन। डार्लिङको रिएक्सन पनि देखाउँछु, म जाँदैछु होइन। डार्लिङ चाहिँ होइन एकदम रिसाएर आएछ, यत्रो छाता बोकेर आएर आएछ। देख्नुभयो नि रिएक्सन। सो अहिले चाहिँ मोमो खिलाउनु ल्याएको छु किनकि डार्लिङको मुड अलिक अफ भइछ क्या मेरो कारणले। सो जसले पे गरेछ त्यसलाई थाहा हुन्छ क्या। म बसिरहेको छु अगाडि, त्यही भएर यस्तो घुरेर आयो। स्टार्टिङ भएर चाहिँ यहाँ पसेको होइन। वहाँनिर मोमो खाँदैछ होइन। हाँसेको हेर्न मोमो पाएपछि त म सक्क हाँस्छ हौ। खानु पाउँदा त खुसी। बेसिकली हामीले चाहिँ हेलमेट लगाएर आएको थिएन। अनि त्यहाँबाट मामा बसिराख्नु पऱ्यो, त्यही भएर पुरै पछाडि बाइक राख्नु पऱ्यो, पुरै राउन्ड मार्नु पऱ्यो क्या। सो गाइस फाइनली रुममा आइपुग्यो, सबै थक भइसक्यो होइन। डार्लिङलाई घुमाएर अलिकति चाहिँ रिएक्सन चाहिँ अलिक नराम्रो खालकै थियो डार्लिङको। देन मोमोसम्म सबै खिलाएर ठिकठाक पारेर हर हर महादेव। त्यति धेरै चाहिँ हङ्गामा चाहिँ भएन। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। भुले यार के भन्नुपर्ने। डु नट फर्गेट टु लाइक एन्ड सब्सक्राइब टु माई च्यानल फर मोर अपडेट्स, फर मोर भिडियोज। पिज आउट मदरफकर।